हाम्रो डिएचआर जस्तो होइन है। तिमी त के लाटो जस्तो एकहोरो हेरिरहेको। मान्छे चढेको र उत्रेको बेला आफ्नो मालमत्ता याद गर्नुपर्छ। 1000 मानिसहरू चढ्छन् उत्रन्छन्, कुन बेला कसले के टिपेर लैजाला चङ्खो बस्नुपर्छ है। बङ्कमाथि देखाएर त्यो भन्न लाग्यो, ऊ त्यो माथिको फलामको साङ्लो देख्यौ? के भन्ठानेको छौ त्यसलाई? गाडीमा कुनै प्रकारको घटना अथवा एक्सिडेन्ट भए त्यो साङ्लो तान्नुपर्छ, गाडीमा ब्रेक लागिहाल्छ। समीरसित जीवनका कथाहरू। वेलकम टु स्टोरी विथ समीर। नमस्ते साथीहरू, आजलाई कथा दिल्लीको सुरमावाला र यस कथाका कथाकार हुनुहुन्छ शिवकुमार राई। हाउडा स्टेसनबाट प्राय 10 बजे बिहान छुटेको तुफान एक्सप्रेस सिग्नल पोस्ट काटिन साथ हावासित कुरा गर्न थाल्यो। क्रमशः वर्धमान, बराकर, रानीगञ्ज, आसानसोल पछि छाडिँदै गए क्लासका फिस्सु केटा झैँ। तुफान एक्सप्रेस पुरा बेगसित अघि बढिरहेथ्यो। श्रृङ्खलाबद्ध घटटटट आवाज समय समयमा गाडीको सिटीको तीखो आवाजले तोडिन्थ्यो। आज डब्बामा बेसी मानिसहरू थिएनन्। 8-10 जना बङ्गालीहरू थिए। वर्धमानमै उत्रे। 2 जना मधिसे गाडीको बङ्कमाथि चढी बाघको डमरू झैँ घुर्न लागे। कृष्णवीर र हरिभक्त कि म थाकौँला कि युनिभर्सिटीलाई थकाउँला भन्थे, तर सायद आज आफै थाकेर होला। आमाको माखा मुन्द्री र बाबाको फलामी सेफ साफ गरेर दिल्लीको किल्ला र आगराको ताजमहल हेर्न दौडिरहेका थिए। आखिर तिनीहरू इतिहासका छात्र नै ठहरे। कृष्णवीर चाहिँ झिङ्गेदाउमा फटाक फुटुक 2-4 पैसा हात पारेर कलकत्ता 2-4 चोटि भागेर गएको थियो। आफूलाई खुब बाठो सम्झन्थ्यो। तर हरिभक्तले भने ठुलो गाडी र फिजिएको मैदान यसपालि मात्रै देखेको हो। कृष्णवीर र हरिभक्त दुवै गाडीको झ्यालबाट बाहिर हेरिरहेका थिए। कृष्णवीरलाई म निकै बाठो छु भन्ने घमण्ड थियो। त्यो भन्न लाग्यो, ल ऊ त्यो हेर, धानको लहलह बाला, ल उता हेर, जम्मै पाटका खेत। यो कोठेबारीमा घामको उज्यालोसम्म पस्न नदिने गरी बारेर के राखेको भन्ठान्छौ? जम्मै पाटको खेत हो, यसरी बारेर राख्नुपर्छ। हरिभक्त बिचारा यो जम्मै नौलो चिजदेखि छक्कै पर्यो। गाडी बाटोको स्टेसनमा एकछिन अडियो। एउटा मानिस हातमा सानो टिनको बाकस लिएर तिनीहरूको डब्बामा पस्यो र पछाडिपट्टि गएर बस्यो। को हो, कहाँ जाने इत्यादि कुरा जान्न दुवैलाई चासो थिएन। तर गाडी छुट्न साथ तानसेन गोलीले ती दुईको ध्यान आकर्षित गर्यो। त्यो भर्खरै मात्र चढेको मानिस टिनको बाकसबाट ससाना सिसीहरू निकाली भन्न लागेको थियो, तानसेन गोली पंजाब में बना हुआ। मुंह में आप एक गोली रखें तो खुशबू आने लगेगी, मिजाज खुश हो जाएगी। बड़ी शीशी का 8 आने, छोटी शीशी का 4 आने। लीजिए बाबूजी, टेस्ट कीजिए। कृष्णवीरले साना साना 2वटा राता गोली थापेर खायो औ मगरे हरिभक्तलाई पनि दियो। फेरि त्यस मानिसले अर्को शीशी निकालेर भन्न लाग्यो, टाइगर बाम, बंगाल केमिकल का टाइगर बाम। यदि सिर में दर्द हो, खांसी, सर्दी हो तो इस बाम का इस्तेमाल करें, फौरन दर्द दूर हो जाएगा। फोड़ा फुंसी सभी को यह अच्छी कर देती है। सांप या बिच्छी डंक मारे तो थोड़ी सी बाम उस जगह में मल दें तो दर्द फौरन दूर हो जाएगा। दाम सिर्फ 8 आने। सभी घरवालों को एक शीशी अपने पास रखना चाहिए। शीशीबाट बाम निकाली त्यसले परदेशीहरूका निधार र कञ्चटमा दलिदिन लाग्यो। कृष्णवीर किन मौका चुकाउँथ्यो र? त्यसले पनि आफ्नो निधार अघिल्तिर सारिदियो। त्यो भन्न लाग्यो, हरिभक्त तिमी पनि दलिमागा त, औधी शीतल हुँदो रहेछ। हरिभक्तले मानेन। बाटामा कैयौं फेरीवाला टर्च लाइट, टुथ पाउडर, चकलेट इत्यादि बिक्री गर्न चढे, उत्रे। गाडी पुरा बेगमा कुदेकै थियो। कृष्णवीर भन्न लाग्यो, सुन्यौ हरिभक्त, गाडीमा त
होसियार भई बस्नुपर्छ। हाम्रो डिएचआर जस्तो होइन है। तिमी त के लाटो जस्तो एकहोरो हेरिरहेको। मान्छे चढेको र उत्रेको बेला आफ्नो मालमत्ता याद गर्नुपर्छ। 1000 मानिसहरू चढ्छन् उत्रन्छन्, कुन बेला कसले के टिपेर लैजाला चङ्खो बस्नुपर्छ है। बङ्कमाथि देखाएर त्यो भन्न लाग्यो, ऊ त्यो माथिको फलामको साङ्लो देख्यौ? के भन्ठानेको छौ त्यसलाई? गाडीमा कुनै प्रकारको घटना अथवा एक्सिडेन्ट भए त्यो साङ्लो तान्नुपर्छ। गाडीमा ब्रेक लागिहाल्छ। तर बिना सित्तीमा ताने फेरि 50 रुपियाँ फाइन तिर्नुपर्छ नि। यहाँ माथि बङ्कमा सुत्दा हात पर्ला नि, होस गर्नु। त्यो फुर्तीसाथ तुफान एक्सप्रेसकै बेगमा गइरहेको थियो। फेरि टाउको यसरी बाहिर निकालेर बस्नुहुन्न। कहिलेकाहीँ माथिबाट अकस्मात झ्याल खस्छ र टाउकोमाथि बज्रन्छ। कहिले अर्को लाइनबाट आउने गाडीको ढोका आउँछ र ठुलो एक्सिडेन्ट हुन्छ। बिचरा हरिभक्तले बाहिर हेर्न पनि पाएन। त्यो खुम्चिएर लौ म त सुत्छु भनी बङ्कमाथि चढ्यो। कृष्णवीर भन्न लाग्यो, हुन्छ सुत, तर पालैपिलो सुत्नुपर्छ नि। निद्रामा कसैले भारी उठाएर लगे थाहा पाइन्न। हरिभक्तलाई ठ्याम्मै निद्रा लागेन। रातभरि नाना जातिका मानिसहरू चढे उत्रे, तर कृष्णवीर भने मोजले सुत्यो। अब दिल्ली 2-4 घन्टाको बाटो थियो। लाल किल्ला र कुतुब मिनारको ध्यानले कृष्णवीर र हरिभक्तलाई बढ्दै खिचिरहेको थियो। गाडी टुण्डला जङ्सनमा अडियो। कृष्णवीरले रेलवे टाइम टेबल देखाएर भन्यो, लौ हेर, अब 2-3 स्टेसन मात्र बाँकी छ। 2 घन्टापछि हामी कि त बिर्ला मन्दिरमा कि कनाट प्लेसमा कि इन्डिया गेटमा हुन्छौँ। 2 मुसलमान केटाहरू मैला गन्जी र लुगा लगाएका चढे। कृष्णवीरले दुवैलाई बिस्तारै भन्यो, हरिभक्त, यस्ता मानिसहरूदेखि होसियार बस्नु है, गुण्डाहरू यस्तै हुन्छन्। गाडी छुट्यो। अर्को तेस्रो व्यक्ति पनि हातमा सानो छालाको सुटकेस लिएर त्यसै डब्बामा चढ्यो। त्यसले त्यो छालाको सुटकेसबाट एउटा सानो सिसाको कलम र 2टा साना साना सिसी निकालेर मदारीले चटक देखाए झैँ गर्न लाग्यो। भाइयो, ध्यान से सुनिए। यदि आँख से पानी गिरता हो, आँख लाल हो या कम दिखती हो, तो अपनी प्यारी आँखों पर यह अंजन लगाइए। आँख को अच्छा कर देता है और खूबसूरत बना देता है। त्यसले शीशाको कलम देखाउँदै भन्न लाग्यो, लीजिए यह है सलाई। पहले इसे बोतल के पानी से धोइए, फिर इस दूसरी बोतल से थोड़ी सी सुरमा निकालकर अपनी प्यारी आँखों में लगाइए। त्यसले ती 2 मुसलमान केटाहरूका आँखामा सुरमा लगाइदियो र भन्न लाग्यो, भाइयों, अपनी प्यारी आँखों में सुरमा लगाइए। आप रास्ते में चलते हैं तो धूल उड़कर आँखों में आ जाती है। गाड़ी में चलते तो धुआं कोयला की बारीक टुकड़े उड़कर आँखों में आ जाती है। यह सुरमा आँखों को साफ और तेज कर देती है। यदि कोई भाई साहब को ज़रूरत हो तो खड़े हो जाए। स्कुलमा हेडमास्टरले बुझाएको भन्दा बढ्ता लेक्चर गरेपछि कृष्णवीरले किन नबुझ्ने, आखिर गिदी त भएकै मानिस हो। पढ्नमा मन नदिएको मात्रै त हो नि। एउटा क्लासमा 3 वर्ष अल्झेको, त्यो किन पछि सर्थ्यो र? मुझे लगा दीजिए भनेर त्यो उभियो। त्यसले पनि अपनी प्यारी आँखों में सुरमा लगाइए भनेर सुरमा पोतिदियो। हरिभक्त जिल्ल परेर हेरिरहेथ्यो। आप भी अपनी प्यारी आँखों में सुरमा लगाइए भनेर सलाई अघि बढायो। हरिभक्त नाइ नास्ती गर्न नसक्ने चुप लागेर बस्यो। उसले दुवै आँखामा सुरमा हालिदियो। दुवै भुतुक्क भए। दुवैले एकचोटि 10 चन्द्रमा सहस्त्रौं तारा देखे। आँखामा अकबरे खोर्सानी नै हालिदिए जस्तो भयो। आँसु र सिगान चुहाउँदै कञ्चटमा हात राखी दुवै घोप्टिरहे। 15 मिनेटपछि केही शीतल भयो, छङ्ग भए जस्तो लाग्यो र टाउको उठाएर तिनले चारैतिर हेरे। तुफान एक्सप्रेस आफ्नो बेगमा कुदेकै थियो। तर के अचम्म, त्यो सुर्मावाला छैन। साथै ती 2 मुसलमान केटाहरू पनि छैनन्। यताउता हेरे, बङ्कमाथि सुटकेस र बेडिङ छैनन्। साथै राखेको कोट
पैसाको ब्यागसितै गायब। मदारीको फू मन्त्रले हातैमा रुपियाँ हराए जस्तो गरी काला काला आँखा फुकालेर दुवैले एकचोटि चारैतिर हेरे। कृष्णवीर यत्रो कलकत्ताका गुण्डाहरूले ठग्न नसकेको मानिसलाई आज कसरी यो दिल्लीको सुरमावालाले आँखामा छारो हाल्यो भनी थ्याच्च बस्यो।